हेलो गाइस, आज म हजुरलाई यो हराएको मोबाइल कसरी भेटाउने त्योसम्म देखाउन गइरहेको छु। ल जाउँ त मोबाइलको स्क्रिनतर्फ। ल हेर्नुहोस्, 3 तरिका छ है हराएको मोबाइल भेटाउने। लस मोबाइल गेट इज 3 आइडियाज, 3 सिस्टम। ओके, 3 सिस्टम आई वान बाई वान इन्फर्म यु। ओके, लेट्स गो मोबाइल स्क्यान। मोबाइलको स्क्रिनतिर जाउँ। अब हेरौँ, यो सुरु भयो। अब ल हेर्नुहोस्, अब हामी सबैभन्दा पहिला लोकेसन सेयर गर्छौँ। एउटा तरिका, एउटा विधि हेरौँ। फर्स्ट नम्बर 1, यहाँ गयो। यहाँबाट तपाईँको लोकेसन सेयर गर्ने है। अब यो उसमा जानुहोस्, लोकेसनमा जानुहोस् यसरी। ल हेर्नुहोस्, सबभन्दा पहिला 3टा तरिका छ मोबाइल भेटाउने है। फर्स्ट तरिकामा जाउँ। यो पहिला म्यापमा जाने। म्यापमा गएपछि आफ्नो आइकन यहाँ माथि छ नि, आइकनमा क्लिक गर्ने। आइकनमा क्लिक गरेपछि सेयर लोकेसनमा क्लिक गर्ने यसरी, हैन। सेयर लोकेसनमा यो यसमा गर्ने, फेरि यो सेयर लोकेसनमा जाने। अनि कसलाई आफूले उ गर्ने हो, त्यो एउटा लिङ्क पठाउने है लोकेसनको। अनि यो अन्टिल अफ यसमा गर्ने, यो यसमा ल्याउने, यो अन्टिल अफमा तल। अनि त्यसपछि अब जस्तै अब कसलाई तपाईँले लिङ्क छोड्न सक्नुहुन्छ। यदि यहाँ तपाईँको छैन भने मोर गरेर त्यो मान्छेको नाम सर्च गर्ने। यहाँ जस्तै मैले यसरी मैले यो सर्च गरेँ है, यो नाम, हैन। अब मैले यो नाममा यसरी पठाइदिएँ, सेन्ड गरिदिएँ। ल यसरी यो लोकेसन सेन्ड भयो है। यो सिम 1 सिम 2 भने सिम 1बाट मैले यसरी सेन्ड गरिदिएँ, लोकेसन सेन्ड भयो। अब तपाईँ यसलाई छोडिदिनु। अब ब्याक आउनु। अब तपाईँले यो मेसेजमा जानुहोस् हैन, यो मेसेजमा जानुहोस् हैन। यस के आयो फेरि, मेसेजमा गो टु मेसेज। अब मेसेजमा गइसकेपछि तपाईँले छोडेको लोकेसन, सेन्ड गरेको लोकेसन यसमा हैन, यसमा गर्नुहोस्। यसरी जानुहोस्, यसमा गरेपछि लोकेसनमा क्लिक गर्नुहोस्। जस्तै तपाईँको मोबाइल कहाँ छ त, अब यो देखाउँछ यसरी, हैन। ल हेर्नुहोस्, सर्च गर्दैछ। मोबाइल अन छ भने आउँछ है त, अफमा आउँदैन है। अन भयो भने आउँछ मोबाइल अन, यसरी थाहा हुन्छ। ल हेर्नु, यहाँ मैले त नजिकै छ होइन मोबाइल। मैले डाइरेक्ट उसले क्लिक गर्ने बित्तिकै यसरी देखाउँछ यहाँ कहाँ छ। ल हेर्नुहोस् है, तपाईँको मोबाइल नम्बरबाट यसरी थाहा हुन्छ। तर नम्बर चाहिँ उसले अन राख्नु पर्यो है। नम्बर अन भएकोलाई यो मौकामा यो सेकेन्ड मेथड के कुन थाहा हुन्छ। सेकेन्ड मेथडको लागि यसरी जानुहोस्, म्यापमा जानु। म्यापमा हैन, म्यापमा गएर फेरि यहाँ जानुहोस्, सेकेन्ड अप्सन है। सेकेन्ड अप्सन कसरी थाहा पाउने भनेर, अब तपाईँले सेकेन्ड अप्सनको लागि सबभन्दा पहिला तपाईँले आफ्नो इमेल हाल्नुपर्ने हुन्छ है। यहाँ पहिल्यैदेखि इमेल छ हैन, आफ्नो इमेल हाल्नुहोस् यसमा, हैन। आफ्नो इमेल हालेर तपाईँले जस्तै आफ्नो इमेल हाल्नुहोस् हैन। आफ्नो इमेल यहाँ लगइन गर्नु, इमेलको पासवर्ड र ऊ थाहा पाउनुपर्छ है यसमा। जस्तै यहाँबाट तपाईँले एड अनदर इमेल छ नि, यहाँ आफ्नो इमेल हाल्नुहोस्। जुन इमेल भएको मोबाइल, तपाईँको मोबाइल हरायो, त्यो मोबाइलको इमेल र पासवर्ड तपाईँले थाहा पाउनुपर्छ है। इमेलको पासवर्ड एड अनदर भनेर यसरी राखेर तपाईँले यहाँ यसो त्यो अब एड अनदर भनेपछि फेरि आउँछ हैन। यहाँ इमेल र पासवर्ड माग्छ। यो तपाईँको मोबाइलको कोड नम्बर हाल्नुभयो हैन। ल यसरी कोड नम्बर हाल्नुभयो है। तपाईँको यसरी देखाउँछ, इमेल माग्छ यहाँ। ल हेर्नुहोस्, यहाँ इमेल माग्छ। तपाईँले तपाईँको जुन इमेल छ नि त्यही इमेल हाल्नुहोस् है त यसमा। इमेल र पासवर्ड ठ्याक्कै हाल्नुहोस्। यहाँ इमेल अनि पासवर्ड हालेपछि भइहाल्छ है। तर मोबाइल चाहिँ चालु हुनु पऱ्यो, नेटसँग कनेक्सन हुनु पऱ्यो है। नेक्स्ट गर्नुहोस्। अब यहाँ इमेल पासवर्ड यसरी माग्छ, यहाँ इमेल पासवर्ड हाल्नु। ल अब इमेल पासवर्ड हानेपछि कस्तो हुन्छ त त्यो देखाउँ है त। अब यहाँ पहिला इमेल पासवर्ड हानेपछि यस्तो आउँछ हैन, यो आउँछ। यो तपाईँको इमेल खुलो यसमा है। इमेल खोलिसकेपछि म्यानेज डिभाइस यसमा जाने है, यसमा जाने है। यो ओपन हुँदैछ। अनि यो सेक्युरिटी छ नि, यो सेक्युरिटी यसमा जाने है। इमेल खोलेपछि यो आउँछ। इमेल पहिला इमेल र पासवर्ड हानेपछि यस्तो हुन्छ। अनि सेक्युरिटीमा जाने, गो सेक्युरिटी है। अनि त्यसपछि तल जाने,
तल गइसकेपछि यो फाइन्ड लस डिभाइस है, फाइन्ड हराएको मोबाइल थाहा पाउने है। तपाईँको मोबाइल हराएको इमेल यो हाल्नुहोस्, त्यो हराएको मोबाइलको इमेल पासवर्ड तपाईँले हाल्नुभयो है। यसरी फाइन्ड लस डिभाइस यसरी हाल्नु, सर्च गर्दै ल हेर्नु अब यस्तो देखा है। सर्च गरिसकेपछि यो आयो, त्यो इमेल तपाईँको जतिमा पनि ट्राई गर्नुभएको छ त्यो देखा। अब तपाईँको मोबाइल कुन चाहिँ हराएको छ यो है, यसमा भएको इमेल हामीले हानेका है। यो हराएको मोबाइल यसरी ट्याक्क क्लिक गर्नु है, हेर्नु त त्यो मोबाइल चाहिँ अन हुनु पऱ्यो है। यो भएपछि यहाँ देखाउँदैछ है, सर्च हान्नुहोस्, सर्च हान्दै जानुहोस् है। या ल हेर्नु, त्यहाँ सर्च हान्ने बित्तिकै त्यहाँ ठ्याक्क देखायो। ल हेर्नुहोस् यो मोबाइल कहाँ छ त, यहाँ रहेछ। ल हेर्नु है, यो मोबाइल तब देखाउँछ जब तपाईँको इमेलसँग कनेक्सन हुन्छ है। इमेलसँग कनेक्सन भएपछि यो मोबाइल यहाँ थिम रहेछ है, देखाइदियो। ल हेर्नुहोस् मोबाइल यहाँ छ, त्यो इमेल पासवर्ड हानेर यो प्रक्रिया गरेपछि यहाँ देखायो। अब त्यो मोबाइल होइन, त्यो मोबाइलको नजिक जानुभयो तपाईँले, डाइरेक्सनमा अब तपाईँ मोबाइल नजिकै जाने है। यसरी डाइरेक्सन गरेर त्यहीमा यो डाइरेक्सनमा जानुहोस् होइन, यो डाइरेक्सन मोबाइलको छेउमै। मोबाइल कहाँ छ भन्दा यहाँ रहेछ तपाईँको मोबाइल। यसरी तपाईँ यहाँबाट यहाँ पुगेर त मोबाइल भएको ठाउँ पुग्न सक्नुहुन्छ होइन। यसरी पुग्यो, फेरि ब्याक जाने होइन। तपाईँ मोबाइलको छेउमा त पुग्यो, अब मोबाइलको त्यो गर्नु पऱ्यो है, के त्यहाँ मोबाइलमा रिङ बजाइदिनु पऱ्यो त्यहाँ नजिकै गएर होइन। त्यसको लागि हामी कुन मोबाइल हराएको रे, यही मोबाइल हराएको है। अब म्यानेज गर्नमा गएर फेरि जाउँ, त्यो मोबाइललाई साउन्ड बजाइदिनु पऱ्यो। त्यहाँ नजिकै कसैले पकेटभित्र पनि राखेको हुनसक्छ होइन। अब यो सेक्युरिटीमा गएर सेम प्रक्रिया गर। अब फाइन्ड डिभाइसमा जान्छ, फाइन्ड डिभाइसमा जान्छ यसरी। यो मोबाइल हराएको होइन, यसलाई क्लिक गरौँ। क्लिक गरेपछि आउँदैछ, यसरी आयो, यसरी आयो। अब होइन त्यो मोबाइल अब पकेट सकेटमा मान्छे लुकाएको हुन्छ नि, तपाईँ यहाँ मोबाइलको नजिक त पुग्नुभयो। अब के गरौँ, त्यो मोबाइललाई घन्टी बजाइदिउँ है, ठ्याक्क यसरी त कनेक्ट साउन्ड, मोबाइल यसरी बज्छ है त। यो तपाईँको साउन्ड स्टप नगरेसम्म बजेको गर्छ है। तपाईँको यहाँ छ मोबाइलको नजिकै गएर तपाईँले यसरी साउन्ड बजाइदिनु सक्नुहुन्छ है त। अब मैले यो बन्द गरिदिएँ, यहाँबाट साउन्ड पनि बजाउन सकिन्छ यसरी। जिमेलबाट यसरी मोबाइल थाहा हुन्छ है। लास्ट अप्सन भनेको मोबाइल भेटाउने है। सिम पनि फाल्यो, नम्बर पनि फाल्यो होइन, अनि इमेल पनि उडाइदियो, रिस्टोर गर्यो फ्याक्ट्री। अनि लास्ट अप्सन भनेको यहाँ हेर्नुहोस्, यस्तो खालको आइएमई नम्बर हुन्छ कुनै पनि मोबाइलमा। यहाँ हेर्नुहोस्, मोबाइलको कभरमा यस्तो खालको आइएमई नम्बर हुन्छ, यहाँ हेर्न सकिन्छ। यो आइएमई नम्बर, यो देख्नुभयो, यो आइएमई नम्बर यस्तो खालको यहाँ देखाएको छ नि, यो हेर्न सकिन्छ। यो 1 आइएमई 1 आइएमई 2 लेखेको छ नि त। हो, यसबाट चाहिँ मोबाइल कहाँ छ भनेपछि उसले सिम फाले पनि केही गरे पनि फर्मेट गरे पनि यो नम्बरबाट थाहा हुन्छ। यस्तो खालको आइएमई नम्बरबाट थाहा हुन्छ है। यो नम्बर मोबाइलको यस्तो खालको कभरमा हुन्छ है, कभरमा लेखेको हुन्छ, कोही बिलमा हुन्छ। यो चाहिँ राम्रोसँग राख्ने हो। त्यो यो सम्बन्धित निकायमा जाने, पुलिसमा गए पनि हुन्छ। यो नम्बर भएपछि पुलिसले पनि पत्ता लगाउँछन्। र अरू कम्प्युटरमा दक्ष मान्छे, यो हेर्न सक्ने एउटा प्रविधिसँग अब अलिकति कम्प्युटर सम्बन्धी इन्टरनेट सम्बन्धी जानकार मान्छेले पनि यो हेरिदिन्छन् है। कुनै कुनै मोबाइल ग्यालेरीमा पनि हेर्न सक्छन्। यो आइएमई नम्बरबाट लास्ट अप्सन यसबाट थाहा हुन्छ। सबै मोबाइल फाले पनि फर्मेट गरे पनि जे गरे पनि यो नम्बरबाट पत्ता लागिहाल्छ है त सर गाइस। यो लास्ट अप्सन